के तपाईको घर वरिपरि थोरै जग्गा सदुपयोगमा नआएर बसिराख्या तर तपाईले धेरै थरीको तरकारी लाउने रहर छ? यदि छ भनेदेखि आजको भिडियो तपाईको लागि। नमस्ते, म शुक्रमान स्याङतान। आज चाहिँ म तपाईहरुलाई फर्सीको मुन्टा रोप्ने तरिका, त्यो पनि फलिसकेका फर्सीको बोट भएको क्षेत्रमा र साथमा तपाईको दायाँ बायाँ केही मात्रामा गाभाहरू यताउति लाएर तपाईले वर्षभरि लामो समयसम्म एउटै बोटको तरकारी खाइराख्न मिल्ने खालको तरकारीहरुले कसरी खेती गर्न सकिन्छ र कसरी गर्ने भनेर तपाईहरुलाई आज मैले यो भिडियो लिएर आएको छु। भिडियोलाई पुरा हेरिदिनु होला र भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् र कुनै सल्लाह सुझाव दिन मन लागेको खण्डमा तपाईले कमेन्ट गरेर सल्लाह सुझाव दिनु होला। हामी त्यसै अनुरूप चलेर अर्को भिडियोमा अझ परिमार्जित तरिकाले काम गर्ने प्रयास गर्नेछौँ। हाम्रो चाहिँ खाल्डो तयार भइसकेको छ। यो चाहिँ हाम्रो मुन्टा खाने फर्सी खेतीको लागि हो। मुन्टा खाने फर्सी खेती गर्दाखेरि चाहिँ तपाईको पछिसम्म मुन्टा टिपिराख्नु पर्ने हुन्छ। अब अहिले तपाईको चैतको दोस्रो हप्ता हुँदैछ भने यो अब वैशाखको दोस्रो हप्ता ताकादेखि यसको मुन्टा टिपेर खान मिल्छ। अनि तपाईको लगभग साउनसम्म चाहिँ यसको मुन्टा बेचिन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ खाल्डो खनिसकेपछि खाल्डो चाहिँ अलिक ठुलै खनिदिनुपर्छ। किनभने यो चाहिँ पछिसम्म यसको मुन्टा टिपेर बेचिराख्नु पर्ने कारणले गर्दाखेरि चाहिँ खाल्डो अलिक ठुलो साइजको खनिदिने। अनि त्यस पछाडि हामीसँग कस्तो छ, के छ प्राङ्गारिक मल उपलब्ध, त्यस्तो प्राङ्गारिक मलहरूलाई अलिक झ्याप्पै हालिदिने। मैले चाहिँ अब लगभग आधी बाल्टिन जस्तो हालेको छु। यतिको मल हाल्यो भनेदेखि चाहिँ तपाईको अब भोलि गएर जरा मुनि गएको खण्डमा पनि त्यो बोट बिरुवाहरू पहेँलो भएर जाने हुँदैन। अनि यति गरिसके पछाडि यसमा चाहिँ हामीले एक पत्र माटो हालिदिने। माटो हाल्नुको कारण चाहिँ तपाईको डाइरेक्ट यो प्राङ्गारिक मल हामी जुन हालेका छौँ त्यसमा चाहिँ तपाईको जरा डाइरेक्ट पुग्यो भनेदेखि यसले चाहिँ खासै यो जराले माटो नभेटिन्जेलसम्म त्यति राम्रो हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ अनि यसरी यो प्राङ्गारिक मललाई यसरी छोपिसके पछाडि एक पत्र लगभग तपाईको 1 इन्च जति भन्दा सक्नु हुँदैन। अनि त्योभन्दा पछाडि चाहिँ हामीले चाहिँ यसमा चाहिँ अब यो एउटा बोटको लागि मात्रै भनेर गरेका छौँ। त्यही भएर थोरै युरिया र पोटास। युरिया चाहिँ तपाईको स्याउला धेरै निस्किनको लागि, अनि यो रातो देखिने चाहिँ यो पोटास। पोटास चाहिँ किनभने अब हाम्रो यहाँ भित्र जति पनि प्राङ्गारिक मल बनाएर हालेका छौँ त्यसमा केही गरी कुनै पनि खालको किरा फट्याङ्ग्राहरू उत्पन्न भएको खण्डमा त्यसलाई चाहिँ मार्ने काम गरिदिन्छ। प्लस अब बोट बिरुवालाई चाहिने खनिज तत्त्व त यसले पनि उपलब्ध गराइदिन्छ नै। यति गरिसके पछाडि फेरि यसलाई एक पत्र माटोले पुरिदिने। अब एक पत्र माटोले पुरिसके पछाडि अब तपाईको मल डाइरेक्ट अब कतिपयले चाहिँ कतिपय बालीमा चाहिँ अब खाल्डो खनेर खाल्डोमा डाइरेक्ट मल मात्रै बनाएर पनि हाल्नुपर्ने हुन्छ। कतिपय खाल्डोमा चाहिँ अब तपाईको फिजाएर हालिदिनु पर्ने हुन्छ। यो चाहिँ फिजाएर हाल्नु कारण चाहिँ यसमा चाहिँ अब हामीले यहाँनिर रोप्यो भनेदेखि यसको जरा फैलिँदै जाँदाखेरि जति जरा फैल्यो त्यति यसले मलको मात्रा भेटिन्छ। अनि जति मलको मात्रा भेट्यो त्यति हामीले मुन्टा राम्रो खान सकिन्छ। अब कतिपयले चाहिँ अब तपाईको मुन्टा खाने फर्सीको लागि चाहिँ अब तपाईँ आफै खानाको लागि उत्पादन गर्नुहुन्छ भनेदेखि तपाईँले प्राङ्गारिक मल हाल्नुहोस्, पिना हाल्नुहोस्, अनि खरानी हाल्नुहोस्। यिनीहरूले राम्रो काम गर्छ। यति गरिसके पछाडि तपाईँको यस्तो झारपातहरूलाई पनि एक खाल्डोमा हालेर बनाउँदाखेरि नै हुन्छ। तर यो झारपातहरू चाहिँ कुहिएर फेरि दबिने कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यसो झारपातलाई चाहिँ डाइरेक्ट प्रयोग गरेको छैन। किनभने फेरि झारपातहरू कुहिन्छ। अब यो नपाक्या प्राङ्गारिक मल हाल्नु र झारपात कुहाउनु उस्तै हुन्छ। किरा फट्याङ्ग्राहरू फेरि त्यसमा पनि जन्मिन्छ। त्यो कारणले गर्दाखेरि हामीले सकेसम्म चाहिँ काँचो चिज चाहिँ प्रयोग नगर्दा राम्रो। अब यति गरिसके पछाडि अब हाम्रो चाहिँ लगाउनुहोस्। अब यस्तो राम्रो छ फर्सीको बिरुवा। फर्सीको बिरुवाको पोलिथिनलाई हामीले हल्का भिजाएर ल्याएको छौँ, जसको कारणले गर्दाखेरि सजिलै निस्किन्छ। ल हेर्नुहोस्, जरा यस्तो मजाले जरा निस्किएको छ। यो हल्का फुल्का भएको झारपातहरू चाहिँ सबै निकालेर फालिदिनुपर्छ पोलिथिनमा। अब यो
अब यसलाई यति गरिसके पछाडि फेरि यसलाई हल्का खाल्डो जस्तो पार्ने। खाल्डो पार्दाखेरि तपाईँको डाइरेक्ट मल छुने तरिकाले खाल्डो नपार्ने। अब यति गरेर यो खाल्डो पारिसके पछाडि यसलाई यसरी राखिदिनुहोस्। यति गरेर राखेपछि यसलाई यसरी कभर गरिदिनुहोस्। यति गरेर कभर गरिसके पछाडि अब यसलाई हामीले यसरी दायाँ बायाँबाट माटो ल्याएर यति गरेर पुरिदिनुहोस्। अब अहिलेलाई चाहिँ हाम्रो यो अब तपाईँहरूलाई लाग्ला यो बाँझोमा खन्या हो, यस्तो खाल्डो उस्तो खाल्डो भन्ने खालको तपाईँहरूलाई लाग्ला। यो चाहिँ बाँझोमा बनाएको होइन। मैले चाहिँ अब यो फर्सीहरू रोप्ने बेलामा यो सबै जोतिसकेका थियौँ। त्यो कारणले गर्दाखेरि यो जोतिसकेका ठाउँमै भएको कारणले गर्दाखेरि चाहिँ मैले नजोतिकन यत्तिकै बाँझोमा यसरी प्रयोग गरेँ। अब यति गरिसके पछाडि अब यसमा तपाईँको अब यति गरेर रोपिसके पछाडि अब यसमा तपाईँको यो एरिया हेर्नुहोस्। अब यो एरियामा यो एरिया अग्लो छ अनि यो खाल्डो जस्तो देखियो। हिजो आज त अब तपाईँको सुक्खायाम हो। सुक्खायाममा हामीले जहिले पनि कुनै पनि बिरुवा लाउँदाखेरि बिरुवालाई खाल्डोमा पारेर रोप्नुपर्छ। खाल्डो पारेपछि हामीले जति पनि पानी हालिन्छ त्यो पानी सबै यहाँभित्र पस्छ। अब यो बिरुवा यति अग्लो भइसके पछाडि लगभग तपाईँको 6 इन्च जति अग्लो भइसके पछाडि फेरि यसलाई दायाँ बायाँबाट झारपातहरू युरिया के अरे यो कम्पोस्ट मलहरू दिएर फेरि छोप्न सकिन्छ हामीले। कतिपयले जनाले चाहिँ के भन्नुहुन्छ भनेदेखि खाल्डो गहिरो खन्नुपर्छ, जराहरू भित्रसम्म गइसके पछाडि उत्पादन राम्रो हुन्छ भन्नुहुन्छ। तर तपाईँले यति कुरा विचार गर्नुहोस्, लहरे बाली खेती गर्ने मान्छेले जरा कहिल्यै पनि यो लहरे बालीको जरा कहिल्यै पनि भित्रसम्म जाँदैन। यसको जरा भनेको फिजिएर जाने हो। तपाईँको 6 इन्चदेखि 8 इन्चसम्मको माटो मलिलो हुन सक्यो भनेदेखि गजब हुन्छ। अब मेरो चाहिँ यहाँ हेर्नुहोस्, यो तपाईँको बेच्ने यो डल्लो बेच्ने फर्सी भयो। अब यो फर्सी तयार हुँदै गर्छ अनि यो मुन्टा भयो। यो मुन्टा फिजिँदै गर्छ अनि तपाईँको यो मुन्टा खाने उमेरसम्ममा यो फर्सी आउट भइसक्छ। यो भएपछि तपाईँको एउटै ठाउँमा डबल आम्दानी लिन सकिन्छ। तर यसरी रोप्दाखेरि चाहिँ तपाईँको एकैचोटि नरोप्नुहोस्। एकैचोटि रोप्दाखेरि तपाईँको के हुन्छ भने अब यो फर्सी बेच्ने बेलासम्ममा यतापट्टिको यो जुन मुन्टा छ, मुन्टावाला फर्सी तपाईँको झ्याङ्गिसकेका हुन्छ अनि दुईटैबाट उत्पादन कम लिन सकिन्छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले अब यसरी यो डल्लो फर्सीको बिचमा यसरी मुन्टालाई प्रयोग गर्न सकिन्छ। ल हेर्नुहोस्, यहाँ मुन्टाहरू छ। अब हामीले चाहिँ अब यो पात र यो पातलाई चाहिँ अब अलिकति अब केही समय पछाडि यो दुईवटा पातलाई पन्छाउनु पर्ने हुन्छ। यो दुईवटा पात पन्छाइसके पछाडि तपाईँको अब मुन्टा उत्पादन राम्रो हुन्छ। सकेसम्म फर्सी रोप्दाखेरि जुनसुकै लहरे बाली रोप्दाखेरि पनि यसरी डाँडा बनाउनुहोस्, ड्याङ उठाउनुहोस्, ड्याङमा खाल्टो पारेर रोप्नुहोस्। आएको पानी सबै खाल्टोमा पर्छ, यहाँ जम्छ अनि भोलिपर्सि धेरै पानी पर्दाखेरि यतापट्टि ड्याङबाट निस्किन्छ अनि यसरी अब निकास हेर्नुहोस्। अब यहाँबाट त्यो छेउबाट कर्नरबाट हामीले निकास निकालिदिएका छौँ। त्यहाँबाट पानी बगेर जान्छ। हामीले फर्सी रोपिसके पछाडि अब तपाईँको गरामा फर्सी रोपिदिने, मुन्टा लगाइदिने। अब यो डल्लो बेचेर डल्लो सकिसके पछाडि मुन्टा निस्किन्छ अनि मुन्टाको सँगसँगै हामीलाई भोलिपर्सि फेरि अब हरियो परियो खाँदाखेरि छ, त्यो मुन्टा मात्र खाँदाखेरि त झर्को लाग्छ। त्यही भएर यो साइडमा हेर्नुहोस्, हामीले चाहिँ यसरी गाबा रोपिदिएका छौँ। फेरि अब भोलिपर्सि तपाईँको यो गाबाले पनि राम्रो भाव पाउँछ। अब बेच्नुहुन्छ भने पनि तपाईँले राम्रो पैसा आम्दानी गर्न सक्नुहुने भयो। होइन तपाईँ बेच्नुहुन्न भनेदेखि तपाईँलाई खानालाई स्वादिष्ट हुन्छ। यो गाबा भयो अनि फर्सी भयो, मुन्टा भयो, एकै ठाउँमा 3टा बाली। अब तपाईँको यो बाली एक्सपायर हुन्छ, यो बाली निस्किन्छ अनि यो बाली सँगसँगै तपाईँको यो बाली निस्किने भयो। त्यसैले तपाईँले प्रविधिलाई जानेर काम गर्न जान्नुभएको खण्डमा खेती किसानी गर्दाखेरि एकै ठाउँमा 2 बाली 3 बाली लगाएर मिसाएर लाउन मिल्ने बालीहरू जानेर मिसाएर लाउन जान्नुभयो भनेदेखि तपाईँले आम्दानी लिनलाई केही गाह्रो हुने छैन। ल साथीहरू, अब आजको भिडियो चाहिँ यति मात्रै। अब तपाईँहरूले पनि मेरो भिडियोमा देखाइए अनुसार
ट्राई गर्नुहोस्, तपाईँहरू पनि अवश्य सफल हुनेछ। हस्, धन्यवाद।